हेलो साथीहरू, गुड मर्निङ। आज चाहिँ छोरी म अनि बुढी चाहिँ कहाँ जाँदैछौँ भने चाहिँ देउती बजे मन्दिर पूजा गर्नको लागि। बुढी चाहिँ रेडी भएर बाहिर निस्किन्छ। बुढी म छोरी चाहिँ रेडी भएर बाहिर निस्किसकेछौँ। आज बुढीको स्पेसल डे भएर हामी चाहिँ बाहिर निस्किँदैछौँ। देउती बजे मन्दिर निस्किँदैछौँ। स्पेसल डेज भन्दै भन्दा चाहिँ आज मेरो बुढीको जन्मदिन हो, त्यही भएर चाहिँ पूजा गर्नको लागि देउती बजे मन्दिर जाँदैछौँ। अब दुईजना भाइहरू पनि आइरहेछन् उताबाट। अब भाइहरूसित भेट हुँदैछ हाम्रो। फाइनली दुईजना भाइहरू पनि पुगिसके। मेरो भाइहरू पुगे। अब हामी चाहिँ मन्दिरभित्र छिर्नको लागि तयारी गर्दैछौँ। अब बुढीले अब पूजा गर्ने सामानहरू किन्नलाई यता पसलतिर गइरहेछ। अब उता सामानहरू किनेर पूजाको लागि तयारी गर्दैछ। आज बर्थडेको दिन मन्दिर त पुग्नै पऱ्यो भनेर चाहिँ हामी आज भाइहरूलाई बोलाएर हामी मन्दिर जाँदैछौँ। फाइनली अब दुईजना भाइ चाहिँ गएछन् बाहिर अनि बुढी चाहिँ पूजा गर्न गयो। अब एउटा भाइ म अनि छोरी चाहिँ यता बसिरहेछौँ। दुईजना चाहिँ उता पूजा गर्न गइरहन् मन्दिर। पूजा गरेर बाहिर निस्किएर दुईजना चाहिँ टिका लगाउनु गइरहन्। बुढीले टिका लगाउँदैछ अनि भाइले पनि टिका लगाउँदैछ। म पनि जान्छु टिका लगाउनु एकछिन। मन्दिरमा आएपछि त टिका लगाएको जानै पऱ्यो, पूजा नगरी अनि बुढीले चाहिँ पूजा गऱ्यो र म चाहिँ त्यतिकै टिका लगाएर मन्दिरमा आइरहेको मन्दिरसम्म। दान पेटिकामा पनि यसो दान चढाउने गर्नुपर्छ। मन्दिरमा गएपछि त दान पेटिकामा अलिअलि दान त दिनै पऱ्यो। देउतीपछि मन्दिर हेर्न सक्नुहुन्छ। आज त्यति भिडभाड छैन। आज किनकि सोमबार भएको कारणले गर्दा भिडभाड छैन होला। अनि शनिबारहरू जस्तो आज भिडभाड छैन। क्यामेरा म्यानहरूको चाहिँ बाक्लो उपस्थित छ। दुईवटा बजेमा चाहिँ क्यामेरा फोटो खिच्ने मान्छेहरूको चाहिँ यति भिड हुँदो रहेछ। अरू बारमा त्यस्तो भएर होला सायद क्यामेराम्यानहरू यही लाइनमा हुनुहुन्छ। अनि हामी चाहिँ निस्किसक्यौँ देउती बजे मन्दिरबाट। अब हामी देउती बजे मन्दिरबाट निस्केर पनि निस्किएर अब हामी खाजा खान जाँदैछौँ। एकछिन हामी खाजा खाएर अनि सबजना